अनि गुरुलाई नै हामीले नचिनिकन नै गुरुलाई उ गर्नु पनि अलि अप्ठ्यारै कुरा हो। त्यसले गर्दाखेरि मैले यो भिडियो पहिला पनि मैले एकचोटि भनिसकेको थिएँ है। गुरुलाई एउटा आँखाले देखेर, आँखाले कानले सुनेर, आफूले रेली उहाँले अभिषेक अर्घमहरू प्राप्त गरेको, उहाँले केही ध्यान केन्द्रहरू बसेको होइन, त्यस्तो प्रकारको चाहिँ आफूले गुरुको अतीत कुराहरू बुझेको हुनुपर्छ, सुनेको हुनुपर्छ, आफ्नो आँखाले देखेको हुनुपर्छ भन्ने कुराहरूमा पनि आउँछ। अनि कति हाम्रोमा यो त मेरो छोरा त हो, यसलाई मैले हिजो अस्तिसम्म सारे यो पल्लो यो फलानाको छोरा अस्ति यस्तो थियो अहिले यस्तो भएछ भन्ने प्रकारको चाहिँ गर्नु हुँदैन। गुरु भन्ने कुरो एउटा गुरुको वस्त्रधारा लाएपछि गुरुलाई कदापि पनि त्यस्तो भन्नु सुहाउँदैन है। त्यसले गर्दा गुरु जे जस्तै होस्, या त बरु गुरुलाई त्यो गुरुको रूपमा नमान, नर्मल रूपमा राख्नुपर्छ। गुरुलाई त्यस्तो प्रकारको थिचोमिचो गरेर कुरा गर्ने, गुरुलाई त्यस्तो नराम्रो दोष लाउने त्यस्तो प्रकारको चाहिँ गर्नु हुँदैन। त्यसले गर्दाखेरि गुरु के हो भन्ने कुराहरू अझै पनि हामी ले बुझेको छैन जस्तो लाग्छ है, मैले जति नै भेटेकोहरूलाई। त्यसले गर्दाखेरि किनभने कतिले त है मैले यस्तो भन्ने थियो मलाई ढालेर भन्दैछ भन्ने कुराहरू पनि लाग्नु जान्छ, त्यसमा क्षमा पाऊँ है। मैले त्यस्तो भन्नु खोजेको पनि होइन। मलाई त तपाईँहरूले जे भन्छ मलाई केही फरक छैन है। मलाई त अझ राम्रो छ, किनकि तपाईँहरूले त्यो भन्यो भने म हिँडिरहनु परेन, म आफ्नो साधन विधि गरेर एक ठाउँ बस्नु पाउँछ है। तपाईँहरूले मलाई नआइदियो भन्यो भने है म साधारण गरेर बस्नु पाउँछु त होइन। म पानी झरीमा हिँड्नु परेन, जाडोमा हिँड्नु परेन, म आफ्नो साधन गरेर बस्छ एक ठाउँमा म आनन्दले मेरो यो जुनीमा मैले साधन केन्द्रहरू राम्रो गर्नु पाउने सौभाग्य पाउँछ भन्न चाहन्छु।